थाहा भएन नातिलाई के याद नि सबैले माया गर्नु पर्यो माया त लासकेर माया त ल सबैजनालाई स्वागत छ मास्टर 369 मा मास्टर गेमिङबाट मास्टर 369 भएको छ किनभने बाइकको नम्बर प्लेटहरु चाहिँ चेन्ज भएको छ हैन सो अब भ्युज पनि चेन्ज हुनु पर्यो थोरै भ्युअर्सहरु चाहिँ मोटो भ्लगतिर पनि आउनु पर्यो अनि आज चाहिँ मेरो फर्स्ट भ्लग हुने वाला छ हिजो अस्ति नि भ्लग चाहिँ खिचे हैन तर यो चाहिँ युट्युबमा पोस्ट हुनको लागि फर्स्ट भ्लग चाहिँ बन्दै छ आज हामी मामा घर जाँदैछौँ मामा घरमा अब हजुरआमालाई पनि भेट्नु पर्यो हैन हामी मामा घर चाहिँ पर्वत हो अब यहाँबाट सिधै वालिङ टु पर्वत रकेट जानुपर्छ मसँग पछाडि चाहिँ बाइकमा भाइ हुन्छ मामा र सानो भाइ बहिनी चाहिँ अगाडि गइसक्नु भएको छ उहाँहरूलाई बिच बाटोमा कतै भेट्यो होला त्यसो चाहिँ अब बाइकको चाहिँ थोरै सिनेमेटिक हेरौँ है त Here we start. Bao गए ल अब घुम्ने चोकमा पुगिसक्यो होइन ओके जब चाहिँ हामी हिँड्यो होइन अब चाहिँ राम्रोसित हिँड्ने झोलापोक राम्रोसित अब एक्लै हिँड्दाखेरि बोल्दाखेरि छुट्टी हुन्छ भाइसँग हिँड्दाखेरि बोल्दाखेरि छुट्टी हुन्छ त्यो तपाईँले गर्नुपर्छ एक्ज्याक्टली अब घुम्रेको पुलमा आइपुग्यो है औ माइकहरू मामाहरू चाहिँ गइसक्नु भयो हाम्रो वालिङ चाहिँ बबाल राम्रो छ है साँच्चै भन्नु पर्दाखेरि चाहिँ त्यही बाटो साटो हो अलिकति नराम्रो हुने त्यो पनि अब जहाँसम्म पुग्छ त्यो त राम्रै मान्नु पऱ्यो होइन अब नेपालको बाटो हो त्यसमा विदेश जस्तो सर्लक्कै चिलो त अब पाउन त सम्झिने पानी सम्झिने अब चलाउनु त मैले अनरोड होस् अफरोड होस् एउटै चलाउने तरिका चाहिँ ठिक छ अब बाटो सरस्वती एकछिन बाटो चाहिँ आउँछु कतै राम्रो राम्रो बाटोहरू त्यस्तै केही सिनहरू परेछ भने चाहिँ आउँदैन सिन चाहिँ बबालै छ तर राम्रो छ आउँदैन राम्रो छ सपना मेरो तिमी बिनाको अधुरो लाग्छ यो जीवन मेरो बलियो जीवन छोडिसक्यो मन तिमी बिना खाली दियो मन ओ गाइस व्हाट्स अप बाटो यस्तै छ हैन इन्जिन तातेर भर्खरै के भन्छ अरे कुलर कराइरहेको थियो अगाडि एउटा गाडी गइरहेको रहेछ त्यस बाटो चाहिँ ठिक छ मजा छ पहिला चाहिँ यो गाडीहरू पहिला चल्ने बाटो यही हो पछि तलको बाटो बनाएपछि तलबाट चल्न थालेको थियो हिजो राति चाहिँ भयङ्कर पानी पर्थ्यो क्या अनि त्यो भएपछि अब तल फेरि रातो माटो चाहिँ पुरै ध्वस्तै तरिकाले अनि त्यस्तोमा फेरि अब त्यस्तै हो गाह्रो परिहाल्छ ओभरटेक गर्ने बाटो पाए त हुन्थ्यो ओभरटेक गर्ने दाजुले दिएको पनि नदिला पनि भन्नु पऱ्यो थ्याङ्क यू फर द चान्स अब यहाँ अलक्क तलतिर छ बाटो बेला हुली पनि जान्छ है केटा बाटो आफूले खोजेर जाँदैन कि बाटोले चाहिँ एक दुई ठाउँमा हुइली पनि जान्छ हुइली पप भइरहेको छ ठिकै छ मामा घर जाँदा एकचोटि रमाइलो भएन भने त फेरि के मजा है सानोमा पो मजा हुन्थ्यो र मामा घर पुगेर होइन अब आफूले गाई बस्तु केही नचलाएको मामा घर जाने त्यही बाख्रा चराउन हिँडिन्थेँ क्या म यस्तो रमाइलो लाग्ने भने यो त ट्याक्कै हाम्रो मामा घर छेउतिर जाने गाडी हो है अब साइड यसो दियो म त सर्किदिइहाल्थेँ नम्बर प्लेट छैन कम्प्लेनहरू के हो अनि के त्यो पछाडि हुन्छ नि कलम जक्स उठाएको हो त्यो स्टन्ट म्यानवाला रहेछ अहिले कि फ्यान चाहिँ ओभर कराउँछ क्या फेरि त कति बाटो चिन्ल्याइस भन्छ यार बाइक ओइ पछाडि झर्ना रहेछ यार गाइस यार सिट यार झर्नै छुट्यो होइन हामी अघि बढेको युवाहरू पछि हट्नु हुँदैन प्रत्येक जानुपर्छ जस्तो भाइ चाहिँ आएको छैन मलाई बिस्तारै गयो नि मामा घर आफ्नै हो जस्तो भइरहेछ ओ झन् यहाँ चाहिँ अब एक्सिडेन्टल सिन हुनु लाग्यो थियो किनकि चिप्लो बडी थियो होइन लोटे अब फेरि
म त आफै नै धुनुमा हिँडेको मान्छे। अनि के हुन्छ केटा? अनि दुईचोटि भन्दै त्यो भनेको ए लास्ट आउँछ त्यसले चाहिँ मैले जे भनेको त्यही भन्थेँ लास्टमा दुईचोटि भन्छ भन्दिनँ क्या। ल हाम्रो भाइरल झर्ना इज हियर हियर ये के छ केटाकेटी हो बबाल छ नि सिन होइन बबाल छ यो चाहिँ मेरो भाइ हो है छोटा मासु भनेको यही हो ल जे होस् ठाउँ चाहिँ बबाल छ है पछाडि झर्ना हेरौँ न झर्ना दामी छैन होइन यो चाहिँ भाइरल झर्ना हो कुनै बेला चाहिँ तिम्रो भाइरल भएको थियो मेरो साथीको भिडियोमा चाहिँ भाइरल भएको थियो अब त्यो साथी पनि गायब भएको छ कता गएको छ होइन त्यो अहिले सुनाउन भएको छैन पछि सुनाउँला अलिकति त्यो काण्ड चलिरहेको छ साथीको बाइक चाहिँ त्यो हिलो बाटो हिँडेपछि त ध्वस्तै भइहाल्छ क्या फेरि अब दाजु अब हाम्रो स्टन्टम्यान दाजु पनि आउँदैछन् पछाडि स्टन्टम्यान दाइको बाइक पनि हेरिदिइहालौँ पछाडि एक लड ओ माई गड ल दाजुलाई बाटो सोध्यौँ सिनेमेटिक केही ज्यादा आउँदैन होइन त्यही पनि यस्तो मेरो बाइक चाहिँ हेरिदेऊ न है प्लिज एकचोटि मात्रै मेरो बाइक चाहिँ हेरिदेऊ न है दामी छ क्या दामी तरिकाले नुहाइयो होइन त्यो बिचबाट आउँदाखेरि चाहिँ पानी थोरै होला हामीको त यस्तो बाल्टीबाट खनाए जसरी आइदिरहेको पानी होइन तर दामी मजा आयो गर्मी पनि भइरहेको थियो चिसो फिल भयो अब यही बाटो मामा घर पुग्नु पऱ्यो होइन कपडा चाहिँ भिजाएको छ घर गएर कपडा सपडा फेर्नु पऱ्यो अब होइन कपडा त छ यहाँ बाटोमा के कपडा फेरेर बस्नु तलतिरको चाहिँ भिजाएको छैन माथिपट्टि यो सेट चाहिँ डेन्जर भिजायो तर एकदम मजा आयो अब अगाडि भेट्नुपर्छ है त फेरि औतारी काम त म गरिहाल्छु अगाडि भेट्नुपर्छ गाइज ल मामा चाहिँ डुम्रे भन्ने पुगिसक्नु भएछ गाइज है अब म जस्तो ढिला चलाउनु हुन्न फेरि मामाले अलिक छिटै चलाउनुहुन्छ र अर्कै तरिकाले अनि जाँदैछौँ हामी अब डुम्रे भन्ने पुगेको छैन ओके गाइज अब हामी डुम्रे भन्ने आइसक्यो होइन मामा भाइ बहिनी त्यहीँ हुनुहुन्छ अब सिधा त्यहीँ गइन्छ फ्यान चाहिँ रुम तातो छ मेरो चाहिँ यस्तो हो कि अब सँगै पढिरहेको साथीलाई भेट्यो होइन हिँड्नु चाहिँ पर्छ क्या त्यहीबाट ल चलो चलो बाई बाई We are back again है हामी डुम्रे भन्नेबाट तलतिर झर्दैछौँ we still have 57% on my GoPro त्यसपछि अझै 27 मिनट चाहिँ लेफ्टबाट भिडियो क्लिप अनि मलाई एकचोटिको घटना चाहिँ भन्ने याद आयो हो यही के एक्ज्याक्ट यो ठाउँमा चाहिँ के भएको थियो भने एक्ज्याक्ट यहीँ के म उताबाट आइरहेको थिएँ होइन अब ऊ बेला ग्रामर चलाउँथेँ कि होइन अनि अलिकति हावा तरिकाले चलाउँथेँ क्या अनि के भयो भने त्यहाँ बाख्रा चलाउँदै हुनुहुन्थ्यो होइन अब मान्छे त्यहाँ बाख्रा चलाउँदै अनि बाख्राको भिड पनि धेरै क्या अनि उताबाट स्पिडमा आइरहेको छ अब झ्याप रोक्न नसकिने त्यस्तो खालको भइदियो क्या सिचुएसन अनि साइडमा यत्रो हो एउटा एक्ज्याक्ट हो यो अहिले मैले बाइकको टायरले जति लिएर हिँडेको छु ट्याक्क हो यत्तिकै एउटा लिक पाएँ होइन अनि त्यहाँबाट मैले सिधै लिएर गइदिएँ इनकेस त्यहाँ मेरो जस्ट सिङ्गल मिस्टेक भयो भने चाहिँ मलाई आज चाहिँ भिडियो बनाइरहेको चाहिँ हुन्थेन कि अझ उल्टो मेरो चाहिँ भिडियो चाहिँ बनेको हुनसक्थ्यो होइन वालिङ बस्ने एकजना यताउता भनेर होइन ठिक छ जे होस् अब जे हुन्छ राम्रैको लागि हुन्छ त्यति बेला बच्चेर अहिले चाहिँ आफूले भन्न पाइयो होइन यस्तो बाटोमा चाहिँ अलिकति बिस्तारै नै चलाउनुपर्छ अझै कन्फिडेन्स लेभल जति नै जे भए पनि होइन साधन हो आफ्नो हिसाबले अब आफ्नै खुट्टा त भनेको टाइममा रोकिँदैन ओह्रालोमा दौडिँदाखेरि अब साधन त झन् अब ब्रेक लगाएर टायरको भरेर चलिरहेको हुन्छ त्यही भएर राइट सेट हामी स्टन्टम्यान दादा भेट्नु त अब छिटै नै स्टन्टम्यान दादा हामीले फेरि भेटिसक्यौँ के दाइको पछि डटम्यान दाई होइन कि केटा स्टन्टम्यान भनिरहेको छु यस्तो बच्चा नभएको मैले स्टन्टम्यान दाई भन्दा चाहिँ भाइले डटम्यान दाई बनाइदिइसक्यो ए भगवान् म नै बस्नु त हजुर कहाँसम्म हिँड्नुभयो ए आजै फर्किनुहुन्छ ए हजुर यो त पुरै स्टन्टवाला रहेछ क्या पछाडि डन्डी हालेको मैले त्यही भन्दै हिँडेको छु
हजुर म चिने जस्तो मानिरहेको थिएँ चिनेको अब चाहिँ लगभग 2-3 मिनटमा चाहिँ हामी हटियामै पुग्छौँ यो बाटो चाहिँ मलाई एकदम बेस्ट लाग्छ यो ठाउँ आउँदाखेरि सबभन्दा बेस्ट भनेको चाहिँ यही बाटो हो है एकदमै क्लिन छ क्या न बाटोमा डिस्टर्बेन्स छ न मान्छे छ भिडा छ अब यो गाडीहरूको यति यो पार्किङ छ स्टेजहरू सधैँभरि नै तर यति नभएको चाहिँ यो ठाउँ चाहिँ एकदमै बवाल छ क्या अब माइन्डले त किन हामीलाई चाहिँ थाहा भएन अब यसलाई क्लोज कल भनेर हाल्नु त होला नि अहिले होइन हामी चाहिँ ट्याक्कै हटिया बजार आइपुग्यो यो चाहिँ ट्राफिक बिच चाहिँ आएको यहाँ चाहिँ दाइले काम गर्नुहुन्छ सायद गइसक्नु भयो होला भनेको यहीँ रहेछ बाइक यहीँ रहेछ एकचोटि गएर भेट्यौँ माथि तँलाई हिँड्न म तँलाई चिनाउँछु कस्तो चलाएको थियो सातो भयो क्या गएन त्यस्तो त्यसलाई त अनि एक्सपर्ट हो नि त्यसलाई सो गाइज हामी चाहिँ अब हटियाबाट निस्किसकेका छौँ होइन हाम्रो यो देवी दाईको घरबाट अघिको अफिसबाट निस्किसकेका छौँ र अगाडि गरिदिइरहेको छौँ हामी होइन कता हो के थियो सबै ल ब्याक टु द ब्लग वान्स अगेन हामी चाहिँ अब मामा घर पुग्न लागि है त्यहाँ लेको 18% चार्ज छ गोप्रो 15 मिनट अब्जर्भेसन छ होइन यो सबै बाटो राम्रो छ ह्याप्पीको चाहिँ जहिले यस्तै छ होइन अब पहिरो गइरहेको ठाउँ हो यो पनि धेरै पहिरो जान्छ यो ठाउँमा मलाई एकचोटि याद आउँछ कि म सानैमा थिएँ होइन लगभग म 6-7 क्लासमा पढ्थेँ क्या म बाख्रा चराउनु भनेर हिँडेँ घरबाट बाख्रा भाग्यो चराउन छोडिदिएपछि भाग्यो बाख्रा अब मलाई के थाहा त आफै घर आउँछ भनेर होइन त्यसपछि बाख्रा जाँदा म कान्दै तलसम्म माथि डाँडाबाट होइन मास्तिरै छ कि होइन यो तल्दै कान्दै यो हो यस्तोबाट ल कान्दै भनेर देखाउँदै थिएँ होइन माइजूलाई बिचबाट त्यहाँ देखियो ल ट्याक्क गफ हान्दै मिठो गफ हान्दै देखाउँदै नमस्ते लगाइ हाम्री माइजू यही हाल्ने हो कस्तो बिज हो त घाँस काट्नु जाँदा के कता हिँड्नुभएको खेतमा सर सिनहरू होइन दामी छ ठाउँ चाहिँ माइजू अब खेतमा जाँदै हुनुहुँदो रहेछ हामी चाहिँ पहिला मामा घर छौँ माथि होइन माइजूलाई बाटो देखे पनि मामा घर चाहिँ अलिकति माथि नै छ हाम्रो खेत चाहिँ उहाँ छ क्या मामा घरको खेत चाहिँ उहाँ पारि त्यहाँ घरहरू देखेछ नि त्यता हो त्यहाँ चाहिँ मामा माइजूको बुढो मामा घर होइन मामा माइजूको चाहिँ मामा घर मतलब मेरो मम्मीको मामा घर चाहिँ त्यहाँ हो बुढी हजुरआमा हुनुहुन्थ्यो धेरै पहिला है अराउन्ड 100 कति वर्ष पुग्नु भएको थियो अनि हिँड्दै बाटोमै आउनुहुन्थ्यो क्या मजा लाग्ने क्या अब त्यो सम्झिँदाखेरि मेमोरी छुट्टै छ मेमोरिज ब्रिङ ब्याक टु ल हामी फेरि जाउँ हाम्रो यात्रा कन्टिन्यू छ घर पुगेर आमालाई नदिँदासम्म हामी मामा घर पुगेको हुनेवाला छैन गाइस आज हाम्रो यात्रा मामा घरसम्म छ यही भन्दै हामी अगाडि जाँदा उहाँ कि भन्दै ठाउँबाट आउँछ अगाडि है दाजु मित्रामै हिँडिराख्नु भएको छ अझै पनि ठिकै छ उहाँ कि भन्दै भन्ने ठाउँ आउनु लागिसक्यो फलेवास यहाँबाट 26 किलोमिटर उता रहेछ है अब त्यतातिर जान त गएको छु म यहाँबाट बुझ्न पनि गएको छु केही पनि होइन अब हावातालमा कि स्कुटर लिएर अनि भोलि फेरि बेलुका चाहिँ पोखरा हुँदै घर पनि फर्केको छु होइन हावा काम चाहिँ म गर्थेँ पहिला त्यति बेला अब त्यो खिच्नलाई केही पनि हुन्थेन मसँग यो चाहिँ ठ्याक्कै भनिदिनु पर्छ अब यहाँबाट हामी माथि जान्छौँ यहाँबाट सिधै अब माथि जानु पऱ्यो सिधै अब मामा घर गएर भेटौँला होइन यहाँको यो बाटो चाहिँ जहिले यस्तै हो क्या तर हामीलाई त बाल हामी त अब पनि हटाएको छ के हटाएछ त्यहाँ त अस्ति नै हटाएको क्या तैँले बल्ल त्यहाँ एउटा पिपलको रुख थियो भाइलाई थाहा रहेन छ
यो बाटो उठेर हिँड्न चाहिँ मजा हुने डबल रोड त अब त्यस्तै हो उठ्न त अब उठ्दाखेरि फेरि यसलाई सुटको पात निस्क्यो भने हाइकिङ नाका पर्छ मेरो हाइटै पुग्दैन नाक्छ म मेरो हाइकिङ पुग्नु पऱ्यो मेरो 4 फुट पुगेर नाक्छ म ठुलो डिक्छ यति भन्दै अब दाजुभाइ यस्तै हो अब यसलाई गाली गर्न मजा हुन्छ यसले मलाई गाली गर्दैन माया गर्छ बिहान नै उठेर दादा उठ्नु भन्दै आउँछ अब त्यस्तो भिडियो चाहिँ अब नहाल्ने भनेको मात्रै हो होइन उठ्नु भनेको भिडियो बनाएर हाल्नु थाहा हुन्छ त्यो पनि राम्रै कुरो हो बाटो चाहिँ राम्रो रहेछ त्यस्तो धेरै भिडियो पनि होइन यस्तो त पहिलेदेखि नै हो होइन अगाडिपट्टि भाइ बहिनीहरू बिचरा स्कुलबाट फर्किँदै होला अब गाउँघरतिर यस्तै हो अलिक तलैबाट तलै छ स्कुल पनि भनेको त को रहेछ भनेको त आफ्नै भाइ रहेछ नमस्ते ल्याइन्छ यता नि हान्छ ल स्कुलबाट हो कति क्लासमा अरे बाबु अहिले 10 ल अहिले जाँदै गर भ्याएछु भने चाहिँ भोलितिर म माथि आउँछु है ल अब भोलितिर भेटौँला है त अब तल म मेरो मामा घर जान्छु त्यो रहेछ भनेको त आफ्नै भाइ रहेछ क्या मेरो कान्छी फुपूको छोरा अब यस्तो बाटो कता हो भन्नु थाल्यो भने त्यसले त मसँग बसेको मतलब भएन होइन दुइटै भयो नि अफ रोड र फेरि दाजुको फेरि हो होइन अब बाइकले अलिकति कहिले काहीँ साथ दिँदैन अफ रोड त्यस्तै छ यी त्यसले हेडसट खायो पछाडि फेरि हेलमेट रोक्यो होइन अब त्यहाँबाट बाटो फेरि बाटो त राम्रै रहेछ त्यस्तो धेरै बिग्रेको होइन बाटो चाहिँ राम्रै रहेछ यो गाउँछिने बाटो अब यो भन्दा राम्रो त कस्तो खोज्ने गाई के गर्नु पऱ्यो होइन बाइक हिँड्नु पऱ्यो गाडी चल्नु पऱ्यो सबैसँग गाउँतिर पनि विकास हुनु पऱ्यो क्या अब यो गाउँ पहिला यस्तो मजा गर्थ्यो होइन बच्चा बच्चीहरू पुरै भरिएको सबै गाउँकोहरू मस्त गफलान एकदम मिलेको गाउँ हो है होइन अहिले आएर ल न के छ न के राम्रो पसल छैन राम्रो हेल्थ फेसिलिटी छैन है त्यो सबैले गर्दाखेरि गाउँ रित्तिरहेछ अब सरकारले पनि हेर्नुपर्ने कुरा हो मभन्दा छिटो आइपुग्यो ल भोलि भेटौँ है बाई बाट अब पहिला मामाबाटै सुन्नु पऱ्यो होइन अरूले चाहिँ बाइक साइक यहाँ राख्छ नि म चाहिँ मेरो मामा गयो अहिले घुसी गरौँ होइन ए हेलो भैँसी वर्ष जस्तै कोही चाहिँ हेलो आयो आमा नमस्ते केटाती आउँदै ल आउनुहुन्छ आउँछन् कतिखेर आउँछन् एकछिनमा आउँछ ल आफू चाहिँ आमा आमा भन्दै चिच्याउँदै लास्ट यहाँ आउँदा बाल छैन नमस्तेको नि बाल छैन ठिकै छ आऊ बाटोमा ल गाइस we'll talk to you later. Thank you for watching.